हेलो साथीहरु, गुड इभिनिङ, नमस्ते, नमस्कार। म उद्धव मगर, वेलकम टु माई भिडियो। अनि होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भन्न चाहे। र अहिले चाहिँ 8:30 भयो रातिको। अनि आज चाहिँ म बहिनी लिन जाँदैछु। बहिनी चाहिँ काममा गएको छ। आज चाहिँ बहिनीले कल गरेर मलाई 8:30 तिर लिन आइज भनेको छ। त्यसैले म अब बहिनी लिनलाई जान लागेको। अनि आज चाहिँ यसो बाहिर निस्किँदा भिडियो बनाउँदै जाम भनेर सोचेको। खासै राम्रो रमाइलो त छैन अहिले काठमाडौँ है। र पनि म आज बहिनी लिन जाँदाको भिडियो चाहिँ तपाईहरुलाई देखाउने छु। ओके साथीहरु, म चाहिँ रेडी भएर निस्किसकेँ। अब निस्केको म बहिनी लिन जान लागेको। ढिलो भयो क्या, र बहिनीले 30 तिर निस्कि भनेको थियो, तर म चाहिँ कति भइसक्यो छु है। ओके के गर्नु होला है। म चाहिँ बहिनी लिनलाई निस्केको। अहिले कति बजे ठ्याक्कै गर्दा यो चाहिँ मेरो। ओके साथीहरु, म चाहिँ अब निस्केको बहिनी लिनलाई है। मैले माइक लाएको छैन, त्यही भएर मैले बोलेको खासै आवाज चाहिँ आउँदैन। र पनि म बोल्दै जानेछु। जाडो छ नि त, अलिअलि ज्याकेटहरू लाउँदा ढिलो भयो। त्यसैले म चाहिँ अलिक कुदेर जानुपर्ने हुन्छ है त। भिडियो हेर्दै गर्नु होला। अनि म चाहिँ अहिले भिडियो बनाउँदै गइरहेको छु। अनि आज चाहिँ भिडियो बनाउँदै जान मन लाग्यो। खासै बिजी पनि छैन, खासै फुर्सद पनि छैन। मेरो त यस्तै छ, दिनहरू यसरी नै बितिरहेछ। धेरै फुर्सदले पनि छैन, धेरै बितिने पनि छैन। ठिकै छु, धेरै छुट्टिदिन्छु। यार मेरो बत्ती त बलिरहेछ त, के भन्नु। बत्ती त नबलेको जस्तै फिल भइरहेछ मलाई त। मेरो स्पिडबाट त बत्ती त बलिरहेछ, आइरहेछ। त्यसैले म यहाँबाट जान्छु। ए भाइ थोरै ल, म जान्छु है। यहाँबाट म यहाँ मिलिरहेको छैन। बजेको भजिन फेरि हातमा भएको भएर बित्यो भने हातमा मेरो घडी छैन गाइस। त्यसैले अब म यहाँबाट दायाँ मोड गर्नुपर्ने हुन्छ मैले गाइस। म यहाँबाट जान्छु। उयामा यहाँ बाटो छ यार। म भिडियो बनाउँदै गइरहेको छु। यहाँको बाटो चाहिँ खतरा रहेछ। त्यसैले म यहाँबाट जाँदैछु। के देख्नुहुन्छ तपाईँहरूले? यो चाहिँ बहिनी लिनलाई आएको। बहिनीले स्थिर मैले बिर्से घुम्नु पर्ने हुन्छ। कहाँ हो मेरो बहिनी? यहाँ थियो मेरो बहिनीको। ताकि म चाहिँ बहिनीले काम गरेको ठाउँको बाहिर छु, पर्खिरहेको छु। मैले बहिनीलाई कल गरिसकेँ, ऊ म आउँछु भनिरहेको छ। अनि त्यो भिडियो बनाउँदै बसिरहेको छु। बहिनी चाहिँ यो भित्रबाट निस्किनु, यो भित्रबाट बहिनी निस्केपछि चाहिँ म लिएर जाने हो होइन। अनि यस्तै हो साथीहरू, मेरो दिन चाहिँ यसरी नै गइरहेछ। बहिनी आउँदैछ जस्तो छ। बहिनी आएपछि म रामहरूलाई फेरि साथीहरू म चाहिँ बहिनी लिएर
साथीहरू म चाहिँ बहिनी लिएर पनि आइसकेँ आज चाहिँ म चाहिँ आइसकेँ मैले खासमा चाहिँ क्यामेरा लगाएको थिएँ म चाहिँ बहिनी लिएर आएँ लिएर आइसके साथीहरू बहिनीलाई चाहिँ पानी परिरहेको थियो हतियारी साथीहरू आज चाहिँ जस्ट रमाइलोको लागि एकछिन बहिनी लिन गएको भिडियो बनाएको मैले चाहिँ होइन अब चाहिँ खाना खाने हो खाना चाहिँ अघि नै रेडी थियो तर बहिनीलाई लिएर आएपछि मात्रै खाने भनेर हामीले चाहिँ खाना खाएको छैन त्यही भएर बहिनी लिएर आइसक्यौँ हामी म चाहिँ अनि अब हामी चाहिँ खाना खाएर सुत्नेछौँ गाइज अघि भिडियोमा थोरै हाल्नेछु जसले हेर्नुहुन्छ जति हेर्नुहुन्छ कस्तो लाग्छ मन लाग्यो भने भनिदिनु होला अनि जो जतिले हेर्दै हुनुहुन्छ जहाँबाट हेर्दै हुनुहुन्छ मलाई चिन्नुहुने नचिन्नुहुने जतिले हेर्नुहुन्छ सम्पूर्णलाई मिठो माया अनि सम्झना भन्दै आजको लागि चाहिँ गुड नाइट सम्पूर्णलाई।